जहाँ हरियाली त थियो तर गरिबीको छाया पनि उत्तिकै गाढा थियो। त्यही गाउँका सागर र मुनाको भर्खरै विवाह भएको थियो। सागर एक सोझो र मिहिनेती ठिटो थियो भने मुना गाउँकै राम्री केटी। सागरको मनमा एउटै मात्र धुन थियो, मुनालाई संसारकै खुसी दिने। बिहे भएको केही महिना प्रेम र रमाइलोमै बित्यो, तर घरको ऋण र भविष्यको चिन्ताले सागरलाई रातभरि निन्द्रा लाग्दैनथ्यो। एक दिन उसले निर्णय गर्यो, मुना, म खाडी जान्छु, 2-4 पैसा कमाएर ल्याउँछु, तिम्रा सबै रहर पूरा गर्छु अनि हाम्रो सानो पक्की घर बनाउला। मुनाले आँसु झार्दै भनी, पैसाभन्दा ठूलो कुरा त साथ हो, नजानुहोस् न। तर सागरको मनमा भने आफ्नी श्रीमतीलाई रानी बनाउने सपना थियो। उसले घरको अलिकति भएको जग्गा बन्दकी राख्यो र म्यान पावरलाई मोटो रकम बुझाएर मरुभूमिको तातो घाममा हाम फाल्यो। मरुभूमिको सङ्घर्ष दुबईको तापक्रम 50 डिग्री नाग्थ्यो। सागरले दिनरात नभनी एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्न थाल्यो। उसको शरीर पसिनाले निथुरक्क हुन्थ्यो, हातमा ठेला उठ्थे, तर हरेक महिना पैसा पठाउँदा र मुनासँग फोनमा कुरा गर्दा उसको सबै थकान मेटिन्थ्यो। उसले आफूले पेट काटेर सस्तो खाना खाएर भए पनि कमाएको पाई मुनालाई पठायो। मुना, घरको ऋण तिरियो त? उसले सोध्थ्यो। तिरियो हजुर, अब हाम्रो घर बनाउन सुरु गरौं। उताबाट मुनाको मिठो जवाफ आउँथ्यो। 3 वर्ष बित्यो। सागरले मुनाको नाममा ब्याङ्कमा लाखौं रुपियाँ जम्मा गरिदिएको थियो। उसले सोच्थ्यो, अब घर बनिसक्यो होला, मुनाले राम्रो लुगा र गहना लगाएकी होली। उसले मुनालाई सरप्राइज दिन भनी घर फर्किने कुरा गोप्य राख्यो। कालो बादल सागर 3 वर्षपछि नेपाल फर्कियो। काठमाडौँ विमानस्थलमा ओर्लिँदा उसको खुट्टा भुइँमा थिएनन्। हातमा मुनाका लागि किनेको महँगो मोबाइल, एउटा सुनको सिक्री र धेरै सपनाहरू थिए। उसले सिधै गाउँको बाटो समात्यो। गाउँ पुग्दा साँझ पर्न लागेको थियो। आफ्नो घर पुग्दा त्यहाँ तालचा झुन्डिएको थियो। छिमेकीहरू उसलाई देखेर काना खुसी गर्न थाले। कसैले आँखा जुधाउन सकेनन्। सागरको मन ढक्क फुल्यो। उसले नजिकैको काकालाई सोध्यो, काका, मुना कहाँ छिन्? घरमा कोही छैन त? काकाले लामो सुस्केर हाल्दै भने, बाबु, तिमी त ढिलो भयौ। तिमीले पठाएको पैसाले उसले शहरमा घडेरी किनी घर पनि बनाई। तर 2 महिना अगाडि ऊ अर्कै केटासँग भागिसकी। तिमीले कमाएको सबै धन र तिम्रो सिन्दूरको इज्जत उसले त्यो नाठोसँग साटिसकी। टुट्दो हृदय सागरलाई लाग्यो, उसको खुट्टा मुनिको जमिन भासियो। उसले पत्याउनै सकेन। उसले शहरको त्यो नयाँ घर पत्ता लगायो जुन उसकै पसिनाले ठडिएको थियो। त्यहाँ पुग्दा देख्यो मुना अर्कै केटासँग हाँसी हाँसी कुरा गरिरहेकी थिइन्। सागरले ढोका ढकढक्यायो। मुनाले बाहिर निस्केर सागरलाई देख्ने बित्तिकै उसको अनुहारको रङ्ग उड्यो, तर उसमा कुनै पश्चाताप थिएन। उसले निर्धक्कसँग भनी, तिमीले पैसा पठायौ, मैले त्यसको बदलामा तिम्रो घर र इज्जत कुरेर 3 वर्ष बिताइदिएँ। अब मलाई आफ्नो जिन्दगी जिउन देऊ, म उसलाई माया गर्छु। सागरले आफूले ल्याएको सुनको सिक्री र मोबाइल त्यही भुइँमा फालिदियो। उसको आँखाबाट बलिन्द्र धारा आँसु झरे। उसले भन्यो, मुना, मैले त मरुभूमिको तातो बालुवामा पसिना होइन मेरो जवानी र रगत पोखेको थिएँ। तिमीलाई रानी बनाउने सपना त मेरो आफ्नै चिहान बनेछ। सागर रित्तो हात, रित्तो मन र फुटेको भाग्य लिएर त्यहाँबाट फर्कियो। उसले कमाएको पैसा त मुनाले लगिन्, तर उसले गुमाएको 3 वर्ष र चोखो माया अब कहिल्यै फिर्ता हुने थिएन। ऊ फेरि त्यही मरुभूमितिरै फर्कियो, किनकि अब आफ्नो देशमा उसको भन्नु कोही बाँकी थिएन। यो कथाले ती सबै दाजुभाइको प्रतिनिधित्व गर्छ जो परदेशमा रगत पसिना बगाउँछन् तर घर फर्किँदा संसार उजाड पाउँछन्। तपाईलाई यो कथा कस्तो लाग्यो? के म यस्तै अरू कुनै विषयमा लेखुँ?